तपाईँको परिचयबाट सुरु हुने। मेरो नाम गणेश कुमार चौधारा। मेरो घर गोर्खाकोट गाविस वार्ड नम्बर 3। हाल म जाजरकोटमा विस्थापित भएर बसिरहेको छु, किनकि मैले 2067 साल असाढ 29 गते पनि चाहिँ ज्योति शाहसँग अन्तर्जातीय बिहे गरेर भाग्न सफल भएको थिएँ र ज्योतिको माइतीहरूले अब त्यतिखेर खोसेर लगेका थिए। जुन हाम्रो 4-5 वर्षको पर्खाइमा हामीले पूर्ण फेरि अन्तर्जातीय बिहे 2072 साल कार्तिक 9 गते हामी भाग्न सफल भएका थियौँ। जसो भागिसकेपछि अब धेरै दुःख कष्टहरू पाइयो। त्यहाँ घर परिवारहरू पनि हामी 6-7 जना विस्थापित भएर जाजरकोटमा 4 महिना बसेको अवस्था थियो र अब त्यहाँ घर परिवारलाई स्थापित गर्नको निम्ति यहाँका विभिन्न राजनीतिक दलका पार्टी प्रतिनिधि लगायत यहाँको डिएससी साहबको टोलीको एक दिन जिल्ला प्रहरी कार्यालयमा मिटिङ बसेको थियो र त्यो मिटिङको निर्णय अनुसार यहाँको पुलिस इन्सपेक्टर हिक्मत बहादुर बोहराज्यूको नेतृत्वमा सुरक्षाकर्मी 6-7 जना सुरक्षाकर्मी टोली र यहाँका केही पार्टी कार्यकर्ताहरू गएर त्यहाँ गोर्खाकोटमा अब सहजीकरण गर्ने क्रममा त्यहाँ पहिलो दिन जान ठिक भएको थियो र दोस्रो दिन त्यहाँका 330 जना अति ठगोरी वर्गहरू जो आइरहेका थिए त्यहाँ यी प्रकारमा आएर पनि त्यहाँ चाहिँ झडप हुने काम भइरहेको थियो। त्यहाँ शैसाब समेत घाइते हुनुभयो। त्यहाँ त्यो दिन मिल्न सकेन र त्यसपछि चाहिँ हामीले के भन्न खोजेका थियौँ भने अबदेखि हामीले गोर्खाकोट चाहिँ नेपाली कुमार चौधाराको सन्तान कुनैलाई मार्ने छैनौँ र हामीले स्वतन्त्रतामा जिउन र बाँच्न दिनेछौँ भन्ने कागज गर्ने भन्ने हाम्रो सोच थियो। तर पनि त्यो कागज हुन सकेन। अब एउटा छोटो रूपमा चाहिँ नि सानो यहाँ अब पूर्ण विस्थापित भएको र अब विस्थापित नभएर गाउँमा बस्न हामी अनुरोध गर्छौँ भन्ने जस्तो कागज गरेर टोली मिलाएर जिल्लातिर फर्किएको अवस्था छ र अहिले घर परिवारहरू स्थापित भएर अब गाउँघरमा जोस बसिरहनु भएको छ। बुवा मात्रै गइरहनु भएको छ। अरू बाँकी म लगायत मेरो माइल दाई अब एउटा प्राविको प्रह नै हो। उहाँलाई पनि मार्ने योजना गरेर 4-5 दिन राति घर घेरिएको थियो र उहाँ त्यो अवस्थादेखि पनि बाँचेर अहिलेसम्म अब सदरमुकाममा नै बस्नुभएको छ। उहाँ डराएर पनि अब म त्यो गाउँमा जाने अवस्था छैन, त्यहाँ पढाउन सक्ने वातावरण छैन भन्नुभएको छ र बाहिरी हिसाबमा जे भए पनि अब आन्तरिक रूपमा हामीलाई मार्ने काट्ने अब ज्योति र मलाई त त्यो गाउँमै नआउने, उनीहरूलाई हामी देख्यो कि मारिदिन्छौँ भन्ने जस्तो काम भइरहेको छ र अहिलेसम्म चाहिँ नि हामी यहाँ जाजरकोटमा बसेको 4 महिना भइसक्यो। एउटा बेरोजगारी युवा हो, खाना बस्न लगायत धेरै समस्या छ। किनभने मेरो मिस पनि डेलिभरी छिन्। अब यही महिनामा बच्चा जन्मने केस हो। यो 16-17 गते बच्चा निष्कासन हुन्छ भनेर डाक्टर साहबले पनि भन्नुभएको छ र हरेक दुःख कष्टहरू झेलेर बसिराखेको छ। अब कानुनको नीति नियम र संविधानमा लेखिएको छ दलितहरूका हक अधिकारहरू सुनिश्चित छन् भनेर लेखिए तापनि वास्तवमा चाहिँ नि हामीले अझै पनि छुवाछुत जातीय विभेदमा को अवस्थामा झेलिएर विभिन्न सार्वजनिक धारा कुवाहरू पनि अझै छुन नदिने, अझै दलित भनेर चाहिँ नि हलो जोताउने, भारी बोकाउने जस्ता क्रियाकलापहरू भइरहेका छन् र हामी विस्थापित भएर बसिरहेका छौँ अहिले। र सरकारले दिने जुन सुविधा हो 1 लाख पुरस्कार दिन्छ यहाँ त्यहाँ भनेको छ, यो चाहिँ हामीले पाएका छैनौँ। 4 महिना भइसक्यो। नि तपाईँको नाम चाहिँ? मेरो नाम ज्योति शाह। अहिले चाहिँ तपाईँहरू यहाँ बसेको कति भयो? बसेको 4 महिना। तपाईँ किन घर जान सक्ने अवस्था किन नभए हो? किनकि त्यहाँ गएपछि हामीलाई मार्ने हरेक डर धम्की दिने छ अनि त्यहाँ हामी पढ्न नि पाउने अवस्था छैन। त्यहाँ हामीलाई देख्यो कि एक आपसमा झम्टिने हुन्छ। कसले त्यसो गर्छ? त्यहाँको जनताले पनि, बुवा मम्मीले पनि सबै। किन त्यसो गर्नुभयो? खोइ किनकि पहिलादेखि त्यस्तो त्यहाँ छैन। अन्तभन्दा त्यहाँ अलिक धेरै छुवाछुत छ। जातीय विभेद छ। अनि त्यसको लागि चाहिँ तपाईँहरूको परिवारलाई मिलाउनलाई चाहिँ प्रयास पनि भएको रहेछ। अहिले जाँदाखेरि चाहिँ के त्यस्तो अझै पनि गाह्रै छ र? हजुर गाह्रै छ एकदम। एक हिसाबले मिले पनि गाह्रै छ अझै। तपाईँहरू पढ्दै पनि हुनुहुन्छ भन्दै हुनुहुन्थ्यो है? अनि 11 को पास भएको, अब 12 मा वैशाखको इक्जाम दिने हो। 12 को अब जाँदाखेरि गाह्रै होला खै। अब घर नजिकै स्कुल छ, त्यही बुवा मम्मी त्यहाँ नजिकै हुनुहुन्छ, स्कुल नजिकै बस्नुहुन्छ। डर पनि डर नै छ। अनि परीक्षा
परीक्षा वैशाखमा हुन्छ 12। वैशाखमा परीक्षा हुन्छ। अनि कसरी परीक्षा दिनुहुन्छ त? अब खै के हुन्छ त्यतिखेरसम्म वैशाखसम्म तपाईँ पनि पढ्दै होइन त? हामी दुइटा सँगै हो सँगै पढ्ने। पढ्ने। अनि अब के हुन्छ त पढाइ अब? पढाइ सकेसम्म इक्जाम दिने हाम्रो प्रयास हो। त्यहाँदेखि अर्को स्कुलमा पनि ट्रान्सफर गरेर इक्जाम दिन पढ्ला भन्ने सोच छ, तर पनि सम्भावना चाहिँ देखिँदैन। किनकि अब गाह्रो छ त्यहाँ। हामीलाई देख्ने बित्तिकै मेरो छोरीको 10वटा बच्चा भए पनि म त्यो दलितको छोराको नदिन्न, म लगिहाल्छु भन्ने भनाइ उनको बुवा मम्मीको छ। अब त्यो गाह्रो छ हामीले जान। अब के छ त आगामी योजना तपाईँको? मेरो आगामी योजना के छ भन्दाखेरि अब जे जसो भयो नि हामी दुइटाको अब यो दोस्रो पटक मैले भगाएको अवस्था हो र अब हामीलाई स्वतन्त्रतामा बाँच्न दिनु पऱ्यो। हामीले चाहिँ नि मैले मेरो घरमा गएर घरहटमै गएर चाहिँ नि बस्न सक्ने, मेरो घरमा परिवारसँग रमाउन सक्ने र म स्वतन्त्रता भएर बाँच्न पाउने र मेरो जुन जतिको बुवा मम्मीले पनि मलाई स्वतन्त्रता रूपमा जिउन दिनुपर्छ र मैले पनि अब पछिका दिनहरूमा कुनै राम्रो मान्छे बन्नुपर्छ भन्ने मैले योजना गरेको छु बज्न दिएपछि। भनेपछि अब यो जातीय विभेद हटोस् भन्ने चाहिँ तपाईँको चाहना? एकदम यो दलितहरूको जुन यो छुवाछुत र अहिले विभेदीकरण छ, यो सरकारले पनि दडोभन्दा दडो कानुन गर्ने। जुन चाहिँ नि दलितहरूका यिनी विभेदहरू छन्, यसलाई यी विभेद अन्त्य हुनैपर्छ र दलितहरूले जुन पाउने अधिकार हो त्यो पाउनैपर्छ भन्ने म चाहन्छु। हस्, धन्यवाद। तपाईँहरूको जीवन एकदम सफल रहोस् है त।